तातेकै थिएन ब्रो त्यो अहिले अब तात्छ के पानीपुरी ल्याउनै बिर्सेछ तलबाट एउटा तल नि छ हजुरले के रे भोइस राख्नुहुन्छ कि पछि अहिले भोइस राखिरहेको छ ए वाओ हामीसँग चाहिँ पानीपुरी छ वाओ सो ब्युटिफुल हामी बनाउन लागेको पानीपुरी वाओ अङ्कलले चाहिँ यहाँ प्याज काट्दै हिँड्छ अङ्कल खतरा काट्छिन्छ हाम्रो ब्रदर्ससँग होइन हामीले पानीपुरी बनाउँदैछौँ कराउने कि यहाँ घर त्यही भयो यहाँ यसमा हालौँ त पिस्ने त्यसलाई होइन आलु पनि त अलम्यास ब्लेन्डरभित्र म गरौँला आलु म्यास चिन्ता नगरेर आलुको बारेमा म गराउँछु तिमी हजुरको ज्याकेटमा किन पहेँलो भयो खाँदै लाग्यो खाँदै लाग्छ होइन हुन सक्छ अब हामी के गर्नु पऱ्यो पुरी त हाम्रो बनिसक्यो होइन पुरी मात्र खाएर नबस्छ त ब्रो अहिले पानीपुरी पनि खान्छ जति भयो हुन्न म यहाँ खै धनियाँ पनि हाल्नु पर्यो धनियाँ त्यो त हुन्छ होला पुदिना त धनियाँ हाल्छ इन्स्टाग्रामलाई राख्नलाई यहाँ बनाएको यो टावर होइन इन्स्टाग्राम फेसबुक युट्युब के भन्छ हामी यो धनियाँ हाल्नु यसमा अनि अलरेडी हामीले त्यसमै पिरो हालिसकेको छ यसमा पिरो पानी लिन्छ हालिदिन्छ अब झोलमा पानी त्यसको मसिनो पानी त्यसलाई दुःख हुन्छ पानी हाल्छु नि मैले पानी दिउँ न पानी दिएन दिदीलाई मेरो त जम्मा दुईटा हात मात्रै छ कि तिमी खाएर यस्तो त्यो हाम्रो मिक्सरमा यो बोतल पनि थियो कि छुट्टै त्यसमा हालेर यसमा नुन हाल्नु यो घर छोरी थिएन नानी आएपछि छोरी भएको अब कहिले स्टप भनेको थियो प्रतीक पाएपछि हेर्छ त अङ्कल अझै नट टु लेट थाल्छ कि अरू त यस्तो जेन्जी भनेर मान्दैन हामी के पाउनु मामा जम्मा 46 यो जम्मा जम्मा भन्छु मैले अब हजुरको बाह्र होइन कस्तो अब बिस्तारै 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 टाइम आउँदैछ हो र ल भन्नु अहिले के गर्नु अहिले हामीले पानीपुरीको लागि चाहिँ झोल बनाउनु भएको है मेन झोल पुदिना झोल मैले जहाँ भइरहेको पुरै बन्द गर त सरी म बन्द हुन्छ अमिलो कति खाने अमिलो 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 धेरै यो पनि हालौँ 1000 आइल्यान्ड नहाल्नु सेफलाई पनि जोक गर्नु पाउनु त्यो किमा त्यसमै अब पानीपुरीमा चटपटी राखिन्छ होइन के अरे चाउचाउ राखिन्छ होइन राख्ने किनकि हामीसँग अरू छैन नि त के अरे यतिहरू चाहिएन है केमा गरौँ प्याज म्यासिङ यहाँ त्यसमा गर्नु ठिक जमा I have that drawing. That is key. No. अङ्कलको आइडिया बेस्ट कि यो प्रतिलाई हाल्ने नि त दामी आइडिया हेर त्यहाँ प्रतिलाई हाल्ने नि त यदि गट तिमी यस्तो गरेर के भिडियो बनाउँदैछौ नि बिचबिचमा बिरेनु छ ए यही छ भए पर्दैन यही हामीसँग मसलै छ नि त्यो पानी हाल्ने भाँडो खोजेर ल्याउ ब्रो एउटा पानी हाल्नु के हो यो हाल्नु नि ए यसमै हालौँ न त्यसमा त्यो छ नि त त्यसलाई त खनाइदिउँ नि त थोरै प्याज चाहिँ पनि फ्लेभर आउँछ
ब्लेन्डर कस्तो छ ल भन्नु त राम्रो छ मलाई मन पर्यो किन तर त्यस्तो धेरै राम्रो चाहिँ छैन किनभने त्यो ब्लेड बिग क्वालिटी चाहिँ त्यस्तो धेरै राम्रो छैन अब तिमीबाट किनेको चाहिँ त्यस्तै छ तिम्रो टाउको नेटोबाट किनेको अब तिमीमा किनेपछि त्यस्तै त हुन्छ अन्त मलाई कुट दिन्छ है के मगाएको मैले टिमबाट बिचरा सिनबाट सरी थोरै बिग डिफरेन्स अब कस्तो छ ल भन्नु त सेफ पुग्छ होला नि अब यति पानी भए पुग्दैन अङ्कल हेर्छ त पुग्छ किन पानी धेरै चाहिने म पिउँछु धेरै नुन नहाल्नु कि म भोलि डायटमा जानु छ त्यही भएर रिफ्रेसिङ हुन्छ भोलि के हुन्छ अरे कहाँ जाने त रे डाइटिङ केमा डाइटिङ यो पानी पिएर राम्रो कुरा हो नि पुदिनाको झोल होइन हो एकदम राम्रो एकदम राम्रो यो नै भएन काटेर सिजर दिनु त खै थाहा छैन मेरो कपाल काटेपछि थाहा छैन उद्या थियो त्यसमा अब हिजो मैले कता लगाउनु हिजो कहाँ माग्नु यही युज गर्नु सही चक्स बबाल छ है मैले जापानिज नाइफको नुनले छ अहिले अलरेडी नुन होइन के ब्रो यो होइन त्यही पनि के हो यो त्यसरी चाट मसला चटनी त्यही पनि चाट मसला मसला नुनले त हुन्छ नि ल त नि एकछिन त धेरै भयो नि त राम्रोसित एडिटिङ गर्नु है चाहम समय सेफले के भन्नुहुन्छ बाटो काम गरे धेरै नुन भयो आएकै छैन नुनै आएन ओ माई गड अब छैन नो 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 के अरे नुनले थाहा छ के हुन्छ भने के अरे फेस फ्याट होइन त्यो धेरै नुन खायो भने के त्यो त्यसले एउटा भाँडा देखाउँछ अन्त डक्टरले पनि नसुन्ने कस्तो खालि डक्टर हो खाली कुनै यतिबाट पानी हो होइन यसमा हालेको पानी हो मैला छैन उयो मैला दिएको थियो तर मैले खाएन यसमा हालेको मैले सेपरेट पनि दिएको हो त्यही त मलाई यसमा छुट्टै त्योवाला दिएको थियो अँ चाख्छु त अङ्कल अब नुन जान्छ धेरै पनि ब्रो अघि हामी एउटा भाँडामा ल्याएको थियो नि त्यो खोइ यहाँ सबै पनि हो फर्स्ट क्लास भयो अलिक फर्स्ट क्लास महा फर्स्ट क्लास भयो ल भयो भाँडा के पर्नु म फिल्मिङ गर्नु मन छैन प्रिपरेसन हुने के हो यो मल्दिम यो यहाँ हुन्छ मलाई दिनु उता बनाऊ फर्दरले भाँडामा है प्रतीकलाई मजाउनु ए मलाई अघि नै गरेको थिइनँ मैले प्रतीक कहाँ गयो ए ब्रो प्रतीक ए प्रतीक टिम हो दुईजना है नि यो त खतरा हुन्छ नि त राखेपछि छुट्टै हो होइन एक दुलेवाला चटनी चाहिँ पुरा टाइममा होला यो मैले एक दुलेवाला चटनी यसो थोरै काटेर हाल्नुपर्छ ल सो नाइस फ्रिजमै राख्छु भन्छु ल म डन भयो यहाँ कतिवटा उचाउ चाहिन्छ एउटा एउटा हुन्छ धेरै त चाहिन्न यसको औचौ के गर्यो त्यस्तो मिल्दो रहेछ मल्दिम ल हाम्रो पानीपुरी चाहिँ बनेर रेडी भइसक्यो अब हामी स्टार्ट गर्छौँ हेरौँ उम्, निला नानीले पर्जलले प्रतीकले प्रतीकले होइन गरेको कहाँ गयो यिनीहरू प्रज्वल उतै हो कि यिनीहरू दुईजनाबाट बोलाएको नि आएनन् त्यो प्रज्वलले लेक्चर दिँदैछ जस्तो हो छुट्टा छुट्टै बनाएर आहा